क्याप्टेन आज हजुरकै गोलमा 2 गोलमा हामीले भारतलाई पराजित गर्यौं। कस्तो भयो समग्रमा खेल आज? मैले हिजो पनि भनेको थिएँ जुन अघिल्लो म्याचको मिस्टेकलाई चाहिँ मिनिमाइज गरेर आज हामी त्यो गेमलाई चाहिँ फोकस गर्नेछौँ। लाइक त्यो मिस्टेकहरू मिनिमाइज गरेर हामी अगाडि बढ्नेछौँ भनेको त्यो डेफिनेटली त्यही भयो। डिफेन्स लाइनमा जुन हाम्रो एरर थियो पहिलो गेममा त्यो सबै कुराहरूलाई चाहिँ उहाँहरूले एकदमै सही ढङ्गबाट फुलफिल गर्नुभयो र एउटा चाहिँ मिसकम्युनिकेसन को कारणले गर्दाखेरि अथवा त्यो पछाडिबाट चाहिँ कम्युनिकेसन अलिकति ल्याक भएको कारणले गर्दाखेरि हामीले गोल कन्सिड गर्यौं। तर ओभरअल म खुसी छु टिमको पर्फर्मेन्सबाट। हजुर घरेलु मैदान थियो भारतको लागि, नेपाली टोली चाहिँ कति दबावमा थियो खेल अगाडि चाहिँ? दबावमा भन्दा नि अब बाहिरको अडियन्ससँग हाम्रो कुनै सरकारै रहँदैन अब इनसाइड द फिल्ड हुँदाखेरि, किनकि हो हामीलाई चाहिन्छ अनि तर अब अटोमेटिकली उनीहरूको होम ग्राउन्ड र होम क्राउड थियो, त्यही माथि अब हाम्रो पनि जुन एउटा चाहिँ नेपालीहरूको जुन एउटा सपोर्ट थियो, यहाँ पनि नेपालीहरूको सपोर्ट पायौं। त्यसको लागि उहाँहरूलाई पनि हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छु। जति पनि उहाँहरूले चाहिँ आफ्नो देशमा बसेर पनि नेपालीलाई सपोर्ट गरिदिनु भयो र त्यसको लागि उहाँहरूलाई एकदमै हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छु। र अटोमेटिकली लाइक इन्डियाको होम क्राउड भन्नासाथ हामीलाई चाहिँ अलिकति डर लाग्छ, उहाँहरूको जुन एउटा चाहिँ फ्यानहरूको एग्रेसिभनेस छ त्यो कुराहरू आज त्यो कमै मात्रामा भेटियो। तैपनि ओभरअल हाम्रो त्यो बाहिरको एटमोस्फियरलाई मध्यनजर राखेनौं र भित्र हामी जुन हाम्रो चाहिँ गेम स्ट्राटेजी थियो, जुन कोचले दिएको हामीलाई चाहिँ ड्युटीहरू थियो, त्यसमा नै हामी फोकस गर्यौं। हजुर भारतले एसियन कप खेल्दैछ हैन, उतै टोलीले हामीले हरायौं, हामी चाहिँ कतालको चुक्यौं जस्तो लाग्यो एसियन कप छनौटमा चाहिँ? भारतीय टोली कस्तो लाग्यो आज चाहिँ? उनीहरूको अधिकांश प्लेयरहरू पनि अझै स्क्वाडमा छैन, त्यो हिसाबले गर्दाखेरि पनि अझै त्यो जुन एउटा चाहिँ भारतको टिम हो त्यो पाएको देखिनँ मैले। अब उनीहरूको चाहिँ कतिपय इन्जोर्ड भयो र सबै इररहरू हुँदा पनि जुन यङ प्लेयरहरू छ उहाँहरूको टिम इफोर्ट जति पनि अटोमेटिकली इन्डिया भन्नासाथ उहाँहरूको जुन साउथ रिजन फुटबलमा एउटा चाहिँ बलियो टिम हो, त्यसले गर्दाखेरि एसियन कपमा उहाँहरू क्वालिफाई भइसक्नु भएको छ र उहाँहरूको लागि बेस्ट विशेस पनि भन्न चाहन्छु। र हामी ओभरअल हामी उज्बेकिस्तानसँग जुन लास्ट मोमेन्टमा हामीले जित्नुपर्ने गेम हार्यौं र जुन पेनल्टी सुटआउटमा हामी हार्न पुग्यौं। हाम्रो चाहिँ मिस्टेक भनेको नै लास्ट मिनेटमा गएर चाहिँ हाम्रो चाहिँ जुन पेनल्टीमा चाहिँ हामी चुक्यौं भन्न चाहन्छु। थ्याङ्क यू।